रातभरि दिनभरि घरमा नआउने, त्यही अब बाहिर होटलमा जाने, छोरी मान्छेलाई लग्ने, त्यस्तै कामहरू। तपाईँको श्रीमानले भनौँ पहिला विवाह गरेको भन्नुभएको थियो होइन, त्यसै गरी नानी पनि एकजना छ तपाईँको होइन भन्नुभएको थियो। के भएर चाहिँ तपाईँको छुटेको हो कि अथवा कस्तो के हो भने? हाम्रो छुटिसकेको, डिभोर्स भइसकेको हामीको। उहाँ तपाईँको अहिलेको श्रीमानले चाहिँ कतिको माया गर्नुहुन्छ तपाईँलाई? अहिले त माया गर्छ, पछि चाहिँ थाहा छैन। तपाईँले चाहिँ कतिको गर्नुहुन्छ? म पनि गर्छु। गर्नुहुन्छ क्या? उहाँ चाहिँ शङ्का लाग्यो क्या मलाई, तपाईँ कसरी विश्वास दिलाउनुहुन्छ भने? अब पछि त कसरी त्यस्तो गर्नु र अब आङ्लाभरिको स्वास्नी चाहिँ लिएर चाहिँ ल तिमी जाऊ अर्को छौ भन्ने कुरा त आउँदैन नि। त्यो है तपाईँलाई चाहिँ कस्तो लाग्छ? पाएको उमेरसँग बिहे गर्दाखेरि कस्तो मन विचार मिलिरहेछ छैन? मिलिरहेछ। झगडा हुन्छ कि हुँदैन? झगडा तपाईँहरूको हुँदैन। आदरणीय दर्शकबिन नमस्कार, तपाईँहरू सम्पूर्णलाई स्वागत छ हाम्रा विभिन्न मिडियाहरूमा। र तपाईँहरूले फ्रेममा अहिले देख्नुभएको जोडीलाई तपाईँहरूले अवश्य चिन्नुहुन्छ। उहाँहरू केही समयदेखि सामाजिक सञ्जालमा एकदमै चर्चामा हुनुहुन्छ। उहाँहरूको बारेमा तपाईँहरूलाई मैले यहाँभन्दा धेरै व्याख्या गरिराख्नु पर्दैन। उहाँ दिल्ली बहादुर मुखिया हुनुहुन्छ, त्यसै गरी सृजना लिम्बू बहिनी हुनुहुन्छ। उहाँहरू वैवाहिक जीवनमा बाँधिनु भएको अहिले 3-4 दिन मात्र भएको छ। उहाँहरूको उमेरको अन्तरले गर्दाखेरि अहिले सामाजिक सञ्जालमा चाहिँ उहाँहरू भाइरल हुनुभएको हो। र हामीले चाहिँ भनौँ उहाँहरू विषयका धेरै अपडेटहरू अथवा धेरै भिडियोहरू चाहिँ हेरिसकेका छौँ। बुवाले के कारणले विवाह गर्नुभयो, आफूभन्दा 33 वर्ष कान्छी श्रीमती, यो विषयमा बुवाले सबै कुरा बताउनु भएको छ। उहाँको पनि आफ्नै पीडा थियो अथवा उहाँमाथि धेरै वज्रपातहरू परेको थियो भनेर उहाँले भन्नुभयो। उहाँ त्यो भनौँ अन्तर्वार्तामा उहाँ भावुक पनि हुनुभएको थियो। र आज चाहिँ हामीलाई चाहिँ धेरै प्रश्नहरू अथवा क्वेसनहरू चाहिँ बहिनीलाई चाहिँ के कारणले श्रीमानले छोडेको अथवा बहिनीले पहिले विवाह गरेको भनेर इन्टरभ्यूमा बोल्नु भएको छ। के भएर चाहिँ उहाँको छुटेको हो कि नछुटिकन उहाँ आउनु भएको हो कि भन्ने खालका प्रश्न धेरै आइसकेपछि चाहिँ आज हामी यो कुराको स्पष्टीकरण अथवा यो कुरालाई प्रष्ट पार्न चाहिँ तपाईँहरूलाई मिडियामा उहाँहरू दुवैजना चाहिँ लिएर आएका छौँ। हामी ढिलो नगरी उहाँलाई स्वागत गर्छौँ। नमस्कार बुवा, त्यसै गरी बहिनी दुवैजनालाई त। हामी बहिनीतिरबाट जान्छौँ है त। बहिनी, हजुरले भनौँ केही समय अगाडि पहिलो अन्तर्वार्तामा चाहिँ भनौँ पहिला विवाह गरेको भन्नुभएको थियो होइन, त्यसै गरी नानी पनि एकजना छ तपाईँको होइन भन्नुभएको थियो। के भएर चाहिँ तपाईँको छुटेको हो कि अथवा कस्तो के हो भने? हाम्रो छुटिसकेको, डिभोर्स भइसकेको हामीको। डिभोर्स भएको हो? के कारण चाहिँ भने कस्तो? जस्तै अब उहाँले त कारण त के भन्नु, त्यही छोरी मान्छेको विषयमा। ऊ अब रातभरि दिनभरि घरमा नआउने, त्यही अब बाहिर होटलमा जाने, छोरी मान्छेलाई लग्ने, त्यस्तै कामहरू। तपाईँको श्रीमानले त्यस्तो खालको व्यवहार चाहिँ तपाईँले थाहा पाइसकेपछि त्यो पछि उहाँलाई छोडिदिनु भएको? घरमा चाहिँ कस्तो व्यवहार गर्नुहुन्थ्यो तपाईँको श्रीमानले? घरमा त राम्रै थियो, राम्रो त। तर पछाडि अब अगाडि त थाहा थिएन, साथीभाइहरूले उसको साथीभाइहरूले भनेको मलाई, भाउजू यता यस्तो यस्तो छ भनेर, त्यही भएर अनि हामीले छोडेको। 1 वर्ष भइसक्यो। विवाह भएको कति समयपछि छोड्नु भयो? 2 वर्ष। 2 वर्ष? लभ म्यारेज थियो कि एरेन्ज म्यारेज? लभ म्यारेजै गर्नुभएको थियो नि। अनि भनौँ न अब उहाँको व्यवहार चाहिँ सबै नराम्रो देखिसकेपछि चाहिँ उहाँलाई सम्झाउने नि धेरै प्रयास गर्नुभयो कि एकैचोटि छोड्ने निर्णय पुग्नुभयो तपाईँ? मैले सम्झाएको। अब सम्झाउँदाखेरि उसले पनि भन्यो अब म यस्तो छोड्नु सक्दिनँ, बरु तँलाई नै छोड्नु सक्छु भन्यो। त्यस पछाडि अब मैले नै छोड्थेँ। भनौँ म यस्तो कामहरू छोड्न सक्दिनँ, बरु म तँलाई त्याग्न सक्छु भनेर उहाँले भनेपछि तपाईँले छोड्नुभयो होइन? विवाह गरेको लगभग 2-2.5 वर्षमा। नानी कति वर्षको हुनुहुन्छ? नानी अहिले 13 महिनाको छ। 13 महिनाको नानीलाई पनि लिएर तपाईँ अहिले भनौँ यहीँ हुनुहुन्छ, सँगै राख्नु भएको छ होइन? उहाँले भनौँ त्यस्तै अब तपाईँलाई गाह्रो परेको अवस्था थियो उहाँको पनि भनेर भन्नुभएको थियो। त्यो पछि अहिले तपाईँले उहाँसँग विवाह गर्नुभयो होइन? जस्तै अब तपाईँहरूको कानुनी रूपमै डिभोर्स भएको हो कि त्यस्तो भएको छैन कि के छ यो? कानुनी रूपमै डिभोर्स भइसकेको। नानी चाहिँ अहिले तपाईँसँग हुनुहुन्छ, 13 महिनाको हुनुहुन्छ नि। अब जस्तै भनौँ पीडाहरू दिने श्रीमानले त्यस्ता यातनाहरू दिने त्यस्तो थियो अहिले? तर उहाँको बानी त्यही बाहिर अरू केटीहरूसँग हिँड्ने भनेर भन्नुभयो नि। त्यसको बिहे चाहिँ कसरी भएको थियो? प्रेम विवाह कि माग? हामी त काठमाडौँमा थियौँ। म पहिला काठमाडौँमा अब यस्तै रुम भाडामा बस्थ्यौँ। रुम भाडामा बस्दा हामीको रुम एउटै, जब पनि एउटै। त्यहीँ चाहिँ तपाईँले विवाह गर्नुभयो? अनि जस्तै मेरो बुबा मम्मी हुनुहुन्न भनेर पनि भन्नुभएको थियो तपाईँले होइन? हजुर। के उहाँहरू? त्यतिखेर बाबा हुनुहुन्थ्यो। बाबा हिजो 23 मा खस्नु भएको, मम्मी चाहिँ 70 सालमा खस्नु भएको। 70 सालमा खस्नुभयो। तपाईँहरू 3 जना दिदीबहिनी कि 2 जना? 2 बहिनी 3 भाइ। 3 भाइ होइन? दाजुहरू चाहिँ सबैजना हुनुहुन्छ? दाजुहरू सबै भाइ। ए भाइहरू हुनुहुन्छ नि? हुनुहुन्छ होइन सबैजना? सबै हुन्छ।
जस्तै अब उहाँ तपाईँको नि भाइ भनेपछि अहिले उहाँहरूको रेखदेख चाहिँ कसले गरिराख्नु भएको छ कि आफै हुनुहुन्छ? कति वर्षको हुनुहुन्छ? भाइ त ठुलो छ नि, जेठाको बुढी छ, ए, माइला र कान्छी। विवाहित हुनु भइसक्नु भएको छ नि भनेपछि तपाईँ 23 वर्ष भनेपछि भाइहरू कति वर्षको हुनुहुन्छ? जेठो भाइ 20 वर्ष पुग्न आँट्यो, एउटा 18 19, एउटा चाहिँ 15 16 मात्रै लाग्दैछ कान्छी चाहिँ। अनि त्यसै गरी भनौँ तपाईँको दिदी अथवा बहिनी को हुनुहुन्छ? दिदी हुनुहुन्छ पनि। दिदी पनि विवाहित हुनुहुन्छ? हजुर। अब यो तपाईँको भनौँ तपाईँलाई पनि भनौँ श्रीमानबाट चाहिँ धोका भयो होइन? श्रीमानले चाहिँ तपाईँलाई अब यसरी चाहिँ पीडा दिनुभयो, अब धेरैचोटि तपाईँले सम्झाउने नि कोसिस गर्नुभयो होला कि गर्नु भएन? सबै उनीहरूको फ्यामिलीले आयो, सासू ससुराले सबै सम्झाउँदा पनि अब मानेन। नमानेपछि त सासू ससुराले नै भन्यो यस्तोसँग बस्नुभन्दा बरु छोडिदिनु नै राम्रो भनेर। तपाईँलाई भनौँ तपाईँको सासू ससुराले नि त्यसो भन्नुभयो? हजुर, यस्तोसँग रुँगेर लाइफभरि पनि हुँदैन, बरु पछि केही भइगयो भने पनि अब नातिनी चाहिँ देखाउनु भनेको छ। अहिले सम्पर्क हुन्छ कि हुँदैन तपाईँको उता सासू ससुरासँग? त्यही बेला हुन्छ। हुन्छ। हजुर। यो जस्तै उहाँसँग विवाह गर्नुभन्दा अगाडि तपाईँले यो खबर गर्नुभयो म अब बिहा गर्दैछु है भनेर गर्नुभयो? के गर अब के भन्छ मेरो छोरा यस्तो छ भनेर भन्नु घर, अनि हामी चाहिँ गरेको। तपाईँको पहिलेको श्रीमानलाई चाहिँ यो कुरा सुनाउनु भएको छैन? छैन सुनाएको। सासू अझै चाहिँ उहाँ कहाँ हुनुहुन्छ? उहाँले काठमाडौँमै हुन्छ। ए उतै बस्नुहुन्छ? तपाईँ पनि पहिले त्यतै बस्नुहुन्थ्यो? त्यतै बसेको। बिहे गरेर नि त्यतै बस्नुभयो? 7-8 वर्ष त्यतै बसेको म। त्यो पछि उहाँसँग छुटेर चाहिँ छुटिसकेपछि तपाईँ नापी कार्यालय अगाडि चाहिँ भनौँ उहाँले भन्नु भने काम गर्नुहुन्थ्यो भन्नुभयो होइन? होटलमा काम गर्नुहुन्थ्यो भन्नुभयो अथवा होटल चलाउनुहुन्थ्यो भन्नुभयो, व्यापार गर्नुहुन्थ्यो। त्यो चाहिँ उहाँसँग छुटिसकेपछि हो कि नछुटिकन? छुटिसके पछाडि हो। त्यो पछि काठमाडौँमा छुटेर यता आएर नापी चौतारीमा बसेको म। त्यहाँ चाहिँ कोसँग बस्नुभयो? त्यता त्यतिखेर मामा माइजू हुनुहुन्थ्यो, अहिले चाहिँ कति हिजो अस्ति मङ्सिरमा भाइ बुहारी आएको। जस्तै तपाईँको माइतबाट चाहिँ अब जस्तै भाइलाई यो कुरा थाहा छ भन्नु, जेठा भाइलाई होइन यो विवाह भएको कुरामा नि होइन, भनौँ कस्तो खालको रेस्पोन्स दिनुहुन्छ उहाँहरूले? अब विवाह गरेर ठिकै गरिस् भन्ने खालको कि कस्तो खालको? राम्रै गऱ्यो भन्नुहुन्छ भन्छ उसले पनि। यो कुरा चाहिँ सबैजनाले राम्रै हो भन्नुहुन्छ नि? अब बुवा आमा नि हुनुहुन्न होइन, त्यसरी जेठी दिदीको नि विवाह भएको छ, अहिले भाइहरू हुनुहुन्छ। माइत भनौँ अहिले तत्काल त जानु भएको छैन होला बिहे गरिकन, उहाँसँग विवाह गरिकन होइन? जाने नजाने? अब जानुपर्छ बिस्तारै। जाने? के भन्नुहुन्छ माइतबाट चाहिँ तपाईँहरूले? माइतबाट फेरि कन्ट्याक्ट पनि भएको छैन माथि हामीको। कहाँ हो तपाईँको माइत चाहिँ? ओयाम। यहाँबाट कति टाढा पर्छ? फिदिमबाट? 3 घन्टा लाग्छ। फिदिमबाट 3 घन्टा लाग्छ नि? अनि उहाँ तपाईँको अहिलेको श्रीमानले चाहिँ कतिको माया गर्नुहुन्छ तपाईँलाई? अहिले त माया गर्छ, पछि चाहिँ थाहा छैन। तपाईँले चाहिँ कतिको गर्नुहुन्छ? म पनि गर्छु। कति दिनसम्म माया गर्नुहुन्छ? अब त्यो त खै कति के भन्नु, माया भन्ने चिज खै। जस्तै बुवालाई यो कुराहरू सबै सुनाउनु भएको थियो, उहाँको यो पीडाहरू होइन, यो मलाई चाहिँ पहिला मेरो श्रीमानले यसो गरेर मैले उसलाई छोडेको भन्ने कुराहरू तपाईँलाई भन्नुभएको उहाँले विवाह गर्नुभन्दा अगाडि? यो सबै कुरा सुनिसकेपछि तपाईँलाई नि अब उहाँ पनि पीडामै पर्नु भएको रहेछ भनेर तपाईँले विवाह गर्नुभएको हो कि कस्तो बुवा हो? उहाँको पनि अब भनौँ हस्बेन्डले राम्रो नगर्यो होइन। हजुर। यसो देख्यौँ, हेऱ्यौँ, सोध्यौँ, तपाईँको हस्बेन्ड कहाँ हुनुहुन्छ? काठमाडौँतिर भन्नुभयो होइन। हजुर। अनि तपाईँ अनि खोइ आज देखिँदैन के हो भनेर सोधेँ। अनि अब जस्तो एउटा श्रीमती ल्याए त होइन, हजुर हजुर, क्यार त श्रीमानले गर्छन्, कहाँ गयो के खायो हजुर कस्तो छ के छ होइन। हजुर। त्यो पनि देखिएन। अनि अलिक अवस्थाहरू पनि कस्तो देखि अनि मेरो एकदम हृदय फुट्यो क्या। हजुर। अहिले समयमा पनि एउटा महिला होस् पुरुष होस् सुखी नरह्यो भने अब कुन दिन आउँछ र कसरी आउँछ, अथवा तरुनी होस् भर्खर होस् बुढी होस् होइन। हजुर। अब उसको समयअनुसारको खेल पाएन भने मान्छे भोलि ऊ पनि हुनसक्छ नि त भनेर मेरो मन पलाएर अनि सबै सँगसँगै अनि सिर्जनाजीलाई कुरा गरेछ साथीहरूले, सिर्जना तिमी यो फल्नासँग बिहे गर्नुहुन्छ भनेर भन्यो। हजुर। अनि मलाई नि एकजना साथीले भन्यो होइन। हजुर। अनि बिहे गर्नुहुन्छ तपाईँ भनेर सोध्यो। खोइ कहाँ के छ र भनेर मैले भने हुन्छ नि हामीसँग हुन्छ नि त देखाउनु भनेको थियो। मलाई देखाउनु भएन, मलाई त थाहा थियो। अनि त्यो कुरामा हुँदै अनि हाम्रो
2 दिन बोलेपछि अनि साथीहरूले ल होइन तपाईँ लाँदैन भने लानुहोस् न त भनेर हामीले 17 गते आएको हो। अनि जस्तै तपाईँको मायामा त शङ्का रहेछ नि त मलाई, अब अहिले त गरिराख्नु भएको छ माया, पछि त के हो भन्नुहुन्छ, कसरी विश्वास दिलाउनुहुन्छ? मेरो होइन तपाईँले त उहाँलाई माया पछि गएर गर्नुहुन्छ कि गर्नुहुन्न भन्ने? अधिकांश माया गर्नुपर्छ भोलि अब होइन, मैले भने नि जहाँ समेत मान्छे उमेरले हुँदैन, हो उमेरले त हुँदैन नि। हजुर हजुर, माया पाउनेसँग हुनु पर्यो नि, दया पाउनेसँग हुनु पर्यो नि। ऊ पनि एउटा कसैको त छोरी चेली हो, हो म नि कसैको त छोरा हुँ। छोरा हुँ, तपाईँको पनि छोरी चेलीहरू छन् होला होइन? सबैको छोरी चेलीहरूले यस्तो दुःख नपाओस् र कसैको छोराले नि यस्तो दुःख नपाओस् के। हजुर, तर हरेक कुरामा आफूले एटिङ बन्नु पर्यो अनि हरेकसँग आफू भोला सबै जगत र भलो हुन्छ कि। आफू भइदिएपछि कसले के गर्छ होइन, त्यही हुने। भन्नुको मतलब चाहिँ उहाँले भन्नुभएको चाहिँ के भने अहिले चाहिँ तपाईँले उहाँलाई माया गरिराख्नु भएको छ अरे, पछि गएर त खोइ के गर्नुहुन्छ नि खोइ कोनी भन्ने खालको कुरा गर्नुहुन्छ क्या। उहाँ चाहिँ शङ्का लाग्यो क्या उहाँलाई, तपाईँ कसरी विश्वास दिलाउनुहुन्छ भने? अब पछि त कसरी त्यस्तो गर्नु र अब आङ्लाभरिको श्वास निश्चय लिएर चाहिँ ल तिमी जाऊ अर्को छौ भन्ने कुरा त आउँदैन नि। भनौँ उहाँलाई माया चाहिँ कहिले पनि कम हुन दिनुहुन्न होइन, जे भयो नि माया गर्नुहुन्छ केयर गर्नुहुन्छ होइन, त्यो कुरा चाहिँ तपाईँबाट अब उहाँ म हुँदासम्म त केयर गरिरहन्छु। हजुर, अब बेलामा माथि गयो भने त कसले केयर गर्छ होइन, त्यो कुरो त सकिँदैन। हजुर, जस्तै सृजनाजी चाहिँ कतिको माया गर्नुहुन्छ पछिसम्म? अब जब म बुढा भनेर बुढो छ भनेर त्यस्तो खालको व्यवहार त गर्नुहुन्न नि? त्यस्तो त गरिँदैन, त्यस्तो गरेको बिहे गरिँदैन पनि। भरे फेरि भर्खरको मान्छे केटाहरू आउला फेरि उतातिर मन बटारेर नि त तपाईँ त भर्खर हुनुहुन्छ, त्यो अवस्थामा चाहिँ के गर्नुहुन्छ? त्यो अवस्थामा अब माया मार्नुहुन्छ हाम्रो उपाले? किन मार्नु नि, माया अहिले भनिदिनु पऱ्यो तपाईँले अब मिडियाको सामुन यो कुरा। बलिदिनु पर्यो। माया मार्नु हुँदैन। जस यो जुनी यो माया भनेको जुनी जुनीलाई हो भन्नुहुन्छ। जस तपाईँ छोडेर जानुहुन्न न उहाँलाई? जाँदिन। तर धेरैजनाले भर्खरको हुनुहुन्छ श्रीमानलाई छोडेर जाने हो कि भनेर शङ्का गर्नुभएको छ धेरै प्रियसहरूले। त्यस्तो त हुँदैन, अब एकचोटि आइसकेपछि 2 चोटि विवाह आइसक्यो, अब 3-4 चोटि गऱ्यो भने त मान्छे त तर भनौँ यहाँभन्दा अगाडि त तपाईँको गल्तीले गर्दा विवाह भएको होइन नि त दोस्रो होइन, तपाईँको श्रीमान नै चाहिँ अब अरू केटीहरू लिएर त्यसरी हिँड्ने भनेर तपाईँले भन्नुभयो होइन, त्यस्तो व्यवहार भएको कारणले गर्दाखेरि त तपाईँले छोड्नुभयो उहाँलाई होइन, सम्झाउनु पनि भयो धेरैचोटि, तर उहाँले नसम्झेपछि नबुझेपछि चाहिँ तपाईँले बाध्यताले छोड्नुपर्ने अवस्था होइन। जस्तै अब बुवाले नि भन्नुभएको छ होइन, सबै कुरा दर्शकहरूले नि हेरिसक्नु भएको छ, उहाँहरूको विषयमा धेरै भिडियोहरू पनि आइरहेका छन् अथवा आइसकेका छन्। तपाईँहरू धेरैजनालाई चाहिँ अलिकति भनौँ न केही कुराहरू जिज्ञासाहरू थिए के कारणले चाहिँ जस्तै विवाह गरे होला उहाँसँग, र बुवाले पनि छोरी जस्तो एकजना बहिनीलाई चाहिँ किन विवाह गर्नुभयो होला भनेर चाहिँ अहिले धेरै ठाउँमा चाहिँ समाचारहरू नि आएका छन्, त्यसै गरी भ्युअर्सहरूले कमेन्ट पनि गर्नुभएको छ होइन। अब यो सम्पूर्ण कुराहरूको भनौँ स्पष्टीकरण अथवा पुष्टि चाहिँ तपाईँहरूले दिइसक्नु भएको छ होइन, स्पष्टीकरण दिइसक्नु भएको छ। अब भनौँ दर्शकहरूले अहिले पनि भिडियो हेरिराख्नु भएको छ, अब बहिनीको विषयमा सोध्नलाई उहाँहरूले आग्रह गर्नुभएको थियो होइन, बहिनीले चाहिँ किन चाहिँ पहिलाको विवाह चाहिँ त्याग्नु भएको रहेछ अथवा डिभोर्स भएर उहाँसँग विवाह गरे हो कि वा पहिलाको श्रीमान हुँदाहुँदै विवाह गरे हो भन्ने खालका प्रश्नहरू चाहिँ सोध्नु भएको थियो होइन। यो विषय पनि अहिले स्पष्ट पारेका छौँ होइन। अन्त्यमा छौँ हामी, बुवाले के भन्न चाहनुहुन्छ? मैले चाहिँ अब लिइसकेपछि अब उहाँ पनि एउटा कोही छोरी हो, म नि एउटाकै छोरा हुँ, अब गरी खानुपर्छ, आफ्नो लाइफमा उठ्नु सक्नुपर्छ, दुखी नहोस् सुखी भएर होस्। र म आज मलाई उमेर छ जे गर्दा नि हुन्छ भन्ने कुरा हुँदैन, त्यसरी आफूलाई पछि पनि हेर्नु पर्ने अगाडि नै हेर्नु पर्यो। यस हजुरले चाहिँ योभन्दा अगाडि 20 वर्ष जेठीसँग बिहे गर्नुभएको थियो होइन, अहिले चाहिँ अब 33 वर्ष कान्छीसँग बिहे गर्नुभएको छ। अब आफूभन्दा जेठीसँग बिहे गर्दा र आफूभन्दा धेरै कान्छीसँग बिहे गर्दाखेरि के अन्तर हुँदो रहेछ? होइन अब सबै गर्दा त घरको समस्याले पनि त गर्नुपर्ने हुन्छ नि, एउटा मायाको समस्याले हुन्छ, घरको समस्याले हुन्छ होइन, विभिन्न समस्याले गर्दाखेरि फ्यामिलीहरू बिहे गर्नु होइन। हजुरले समस्याले बिहे गर्नुभएको थाहा भयो होइन, तर माया ममतामा एउटा अन्डरस्ट्यान्डिङमा होइन के अन्तर हुँदो रहेछ कुरा बुझाइमा भन्ने कुरा? अनि त्यो दुईटैमै बुझ्दाखेरि चाहिँ मलाई कस्तो लाग्छ भने अब एउटा कुरा के हुन्छ भने जतिकै माया त मलाई लागेकै हो, माया पनि हुन्छ होइन, र त्यो पाउनलाई त्यो भन्दै जाँदाखेरि के हुन्छ भने दुईटामा म फरक देखिनँ, म उस्तै देख्छु
उस्तै माया पाउनु भयो। जे भने दुईजनामा उस्ता उस्तै छ भनौँ न, मायामा त्यस्तो फरक पाउनु भएन। जस्तो सृजनजीले चाहिँ होइन धेरै मान्छेले के भनेछ भने आफूभन्दा पाको उमेरसँग बिहे गर्दाखेरि चाहिँ मन नमिल्ने विचार नमिल्ने भन्ने हुन्छ भनेर भन्थ्यो है। तपाईँलाई चाहिँ कस्तो लाग्छ पाको उमेरसँग बिहे गर्दाखेरि कस्तो मन विचार मिलिरहेको छैन? मिलिरहेछ हामीको त। झगडा हुन्छ कि हुँदैन? झगडा तपाईँहरूको हुँदैन बिहे गरेको 2-3 दिनको त्यसो। होइन, पहिला त अब चिनजान थियो होइन, त्यतिखेर त्यस्तो उस्तो त्यो थिएन। अहिले अब भर्खर नयाँ नयाँ हुनुहुन्छ, झगडा हुन्छ जस्तो लाग्छ कि लाग्दैन पछि गएर? उहाँको अहिले अलि त व्यवहारहरू बुझिराख्नु भएको छ, तपाईँले चिन्न त पहिल्यै चिन्नु भएको हो नि त उहाँलाई। हजुर। जस्तो तपाईँको उमेरको युवतीहरू त होइन आफ्नो श्रीमानसँग डेटिङमा जाने हनिमुन मनाउनु जाने हुन्छ नि त होइन। अनि तपाईँलाई चाहिँ लास्ट लाग्दैन श्रीमानले मान्नुहुन्छ डेटिङ हनिमुन जाने कुरामा? म त त्यस्तो घुम्न रहर लाग्दैन। तपाईँलाई आफै मन पर्दैन? घुम्न तपाईँलाई चाहिँ घुमाउनु मन पर्छ पर्दैन? होइन मैले गएर घुमाउनु त मनपर्छ, हजुर। आफ्नो श्रीमती हो नि होइन। तर अहिले फेरि अलिक कार्यालयहरू केले गर्दा चाहिँ समस्या हुन्छ। भनौँ तपाईँको व्यवहारले गर्दा होइन, अब कर्मचारी हुन्छ सरकारी कर्मचारी, त्यसले गर्दा बाहिर हिँड्नलाई अलिकति फुर्सद नभएर चाहिँ शनिबार अब कति कहाँ गएर फर्किनु, आइतबारसम्मदेखि त कार्यालयतिर जानुपर्ने हुन्छ। अब म भनौँ अब कार्यालय नभए त फुर्सदको टाइममा अन्त दिन अरू दिन अब कहाँ कहाँ गरेर जानु। तर अब भोलि आइतबार त अफिस पुग्नै पर्छ 10 बजे। हजुर। अनि त्यसले गर्दा अलिक समस्या छ। जे हजुरको उमेर अन्तर भए पनि मन विचार मिलिरहेछ होइन त? मन विचार मिलिरहेछ र यति मन विचार भएर चाहिँ मिलेर व्यवहारी भइरहेछ। ठिक छ, हामी पनि हजुरको सुखमय दाम्पत्य जीवनको लागि होइन हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ। हजुर, समय दिनुभयो, हस्त धन्यवाद। हवस्, नमस्ते।